ओस्टियोपोरोसिस अथवा हड्डी कमजोर हुने रोगबाट बच्न गर्नुपर्ने 5 घरैसी उपायहरू। पहिलोमा हामीले क्याल्सियम र भिटामिन डी पर्याप्त पाइने खानेकुराहरू खाने। हाम्रो घरमा सजिलै क्याल्सियम र भिटामिन डी पर्याप्त भएका खानेकुराहरू पाउन सकिन्छन्, जस्तै दही, कलेजो र अन्डाको पहिलो भाग। दोस्रोमा हामीले दैनिक व्यायाम गर्नुपर्छ, कम्तीमा हप्ताको 5 दिन 20 देखि 30 मिनट। तेस्रोमा हामीले प्रोटिन पर्याप्त पाइने खानेकुरा जस्तै गेडागुडी, सोयाबिन, माछा मासु सेवन गर्न सकिन्छ, तर प्रोटिन सेवन गर्दा आफ्नो स्वास्थ्यको अवस्था हेरेर सेवन गर्नुपर्ने हुन्छ। चौथोमा भिटामिन सी पर्याप्त पाइने खानेकुराहरू अमला, कागतीहरूको सेवन गर्ने। र पाँचौँमा हड्डी कमजोर हुने रोग अथवा ओस्टियोपोरोसिस यो एउटा साइलेन्ट रोग भएकोले यसबाट बच्न हेलचेक्राइ नगर्ने।